आज यही दोकानमा भेटिन्थ्यो। जुन दिन उनी दोकानमा देखिँदैनथे, चुपचाप खर्साङ्गे मेमेको घरमा खोज्न गए हुन्थ्यो। उनी त्यही हुन्थ्यो किनकि मेमे एक्स आर्मी थिए। उनका घरमा 14 इन्चको पुरानो टिभी थियो। त्यहाँ पहाड बन्द भएको समाचार हेर्न पाइन्थ्यो। रेस्लिङ हेर्न पाइन्थ्यो। पुष्पलाललाई टिभीमा अरू केही हेर्नु छँदै थिएन। उनलाई केवल 2वटा च्यानल मात्रै हेर्नु थियो। एउटा इटिभी बङ्गला, जहाँ दार्जिलिङमा चलिरहेको अलग राज्यको आन्दोलनको खबर आउँथ्यो, र अर्को 10 स्पोर्ट्स, जहाँ अन्डरटेकर कफनबाटै उठेर मान्छे हिर्काउन आइपुगे। पुष्पलाल सास थुनेर यी दुवै थोक हेरिरहन्थे। एउटा समय थियो पुष्पलाल ट्रक कुदाउँथे। ट्रक कुदाएरै हाँसीमारा जाँदाको कुरा हो। एउटी राइनीसँग उनका आँखा जुझे। त्यो पहिलो भेट थियो। उनलाई राइनी केटी मन परिहाल्यो। त्यसैले कमानमा आएर उनले सिटुलाई पहिलो चोटि मनको कुरा सुनाए। सिटुले त्यही कुरा एक्कालाई सुनाए। एक्काले पुष्पलालको कुरा पुरै कमानेहरूलाई सुनाइदिए। पुष्पलाललाई अप्ठ्यारो परेन त। उनलाई पहिले त खुब रिस उठेको थियो, तर जब सबैले आँट दिए उनी जोसमा आइहाले। मान्छे लिएरै हाँसीमारा पुगे। हप्ता दिन अघि जोसँग आँखा जुधेको थियो, उनको हातै माग्न हिम्मत गरिदिए। त्यसपछि पुष्पलालको नयाँ जीवन सुरु भयो। तर त्यही जीवन सुरु भएपछि पो उनले बुझे, राई र लिम्बू बीचको मागी बिहे फाप्दैन। साँच्चै त्यस्तै हो त, हुनै सक्छ नि, किनकि उनलाई पनि त बिहे फापेन। पहिले सब ठिकठाक थियो। 3 वर्षमा नै 2वटा नानी पनि भए। तर त्यसपछि बिस्तारै पुष्पलाल आफ्नै धुनमा मस्त हुन थाले। उनले गाँजा तान्न थाले। जुन दिन उनी गाँजा तान्थे, कामै नलाग्ने कसिङ्गर बन्थे र हावा जता बहन्थ्यो त्यतै घुमिरहन्थे। कामै नलाग्ने कसिङ्गर बन्थे अरे। त्यही त। त्यसपछि के चाहिन्थ्यो र? उनको जीवनमा ठुलै भुमरी आयो। समस्याको हुरी उनको वरिपरि यसरी घुमिरह्यो, जसले उनलाई अर्कै संसारमा पुर्याइदियो। स्वास्नीसँग उनको कुरै बन्न छाड्यो। त्यही कुरा जब साथीहरूले थाहा पाए, तब गाँजा तान्दै गरेको सिटुले सबैभन्दा पहिले सुनाए, तेरो बुढी अर्कैसँग सल्केको याद राखै। नभएकिन कोही बेला घर आउने बुढालाई पनि हेर्नु सक्दैन त्यसले। केही न केही त पक्कै भाकै छ। यति सुनेपछि मातेको पुष्पलाललाई के चाहिन्थ्यो र? उनी सरासर घर आए। कोठामा छिर्न साथ झगडा सुरु गरे। रातभरि चिच्याइरहे, तेरो कोसँग चक्कर चल्दैछ भन् त? भोलि नै यो घर छाडेर गइहाल्लास्। म जहिले तहिलेको कुरा गनगन अलिकति पनि सुन्न सक्दिन। बुझिस नक्चडी? रातभरको पुष्पलालको कराइले कमानका धेरैले सुत्नै पाएनन्। पुष्पलाल आफै पनि उज्यालो हुन लाग्दा मात्रै बिलाए। भोलिपल्ट मध्य दिन हुन लाग्दा बल्ल बुझिएपछि पो उनले बुझे स्वास्नी नानीहरूसँगै घर छाडेर हिँडिसकेकी छे। पुष्पलालले सोचेकै थिएन उनकी स्वास्नीले साँच्चै घर छाडेरै जाने छिन्। 3 वर्षदेखि सँगै बसेकी स्वास्नीलाई धेर थोर त उनले बुझेका नै थिए। जति लडाई गरे पनि घरै छाडेर त हिँडिदिन्थिन्, तर हिँड्दिन्थिन। तर यसचोटि स्वास्नीले घरै छाडेर हिँडिन्। पुष्पलाल अचानक खङ्ग्रङ्ग भए। अब के गर्ने होला? गुनासो पोख्ने साथी उही सिटु थिए। उनैलाई लिएर फेरि हाँसीमारा पुगे। तर उनकी स्वास्नीले यसचोटि कसम खाइन्, फेरि कहिले कालचिनी नफर्किने बाचा गरिन्। त्यतिले मात्रै रिस मरेनछ क्यारे? आकाशतिर फर्केर 2 चोटि थुइया गरेर थुकिन् र भनिन्, मरे पनि त कुकुरसँग जादिन। त्यही गाजा तान्दै बस। पुष्पलाल फेरि शिशिरको उदास रुख बने। आशाको अन्तिम पात उही स्वास्नी थिए। उनले पनि सधैँका निम्ति छाडिदिन्। उनी एकदम रित्तो भए। खाली बनेर घर फर्किए। पुष्पलाल साँच्चैको एक्लो भएको थिए। त्यही एक्लोपन
ले गर्दा पुष्पलालको दिमाग सङ्किँदै जान थालेको थिए। त्यसैले उनले ट्रक कुदाउन छाडे। कमानमा काम गर्ने अर्को कोही थिएन, त्यसैले स्वास्नीलाई दिएको बगानको काम आफ्नै नाममा सारे। पुष्पलालले साइरनसँग उठेर हरेक दिन चिया कमान धाउन थाले। ठिक त्यही बेलादेखि हो उनको दिमाग अचानक साइको बन्दै गयो। कहिलेकाहीँ कमानका काम गर्दा गर्दै उनी हँसिया निकाल्थे र आफ्नै घाँटीमा राखेर हल्लाउँदै कराउँथे, स्याक स्याक। के होला यो के गरेको पुष्पेले? पहिले त कमानकाहरू सबै उनको हरकतदेखि तर्सिए, तर बिस्तारै सबैले पुष्पलालको अवस्था बुझे अनि त उनलाई मजाकका रूपमा लिन थाले। उनीहरूले पुष्पलालको नयाँ नाम नौरान गरिदिए, स्वाक स्वाक, स्याक स्याक। त्यही बेलाको कुरा हो, साहेब कमानमा नै घुमिरहेका थिए। पुष्पलालले आफ्नै धुनमा उसरी नै घाँटीमा हँसिया राखेर हल्लाउँदै कराउन थाले, स्याक स्याक। हँ, ये क्या कर रहा है? साहेबको होश गुम भयो। आत्तिँदै कामदारलाई बोलाए, ऐसा करेगा तो ये मर जाएगा, कल से इसको पत्ती में ही भेज दो। अनि त साहेबसँग पनि पुष्पलालको दुश्मनी सुरु भयो, किनकि कलम काट्दा छिट्टै छुट्टी हुन्थ्यो। एक समय काम गरेर घर फर्किन पाइन्थ्यो, तर पत्ती टिप्दा त दिनभरि काम गर्नै पर्थ्यो। त्यसपछि त उनले साहेबसँग बोल्नै छाडिदिए। काममा पनि उनी दिन बिराउँदै जान थाले। कमानमा बेसी दिन गएर काम गरेको बक्सिस जो कोहीले थापोस्, सबैभन्दा कम दिन काममा गएको रेकर्ड उनैको नाममा हुन्थ्यो। त्यसैले उनले दशैंको बोनस पनि सबैभन्दा कम थाप्थे। उनको ध्यान फेरि गाजामा नै फर्किएको थियो। मौका पाउन साथ उनी गाजा तान्थे, मातेपछि बाटोमा कहिलेकाहीँ मुखै छाड्दै हिँड्थे। पुष्पलालको त्यही हरकत देखेपछि हो कमानेहरूले भन्न थालेका थिए, यसको दिमाग खुस्किएकै हो, छिट्टै मर्छ यो। पुष्पलालको दिमाग साँच्चै खुस्किएकै हो त? उनकै जिग्री एक्का भनिरहन्थे, पुष्पेको दिमाग त्यसै खुस्किएको होइन, मेरो रामबाणले भेटेर यो साइको भएको। एक्का दुनियाँलाई सुनाइ हिँड्थे, उनलाई तन्त्रमन्त्र आउँछ। लामो समय पानी परेन भने कसरी आकाशबाट पानी पार्ने, असिना पानीलाई कसरी रोकेर अर्कैतिर पठाइदिने, सब मन्त्र जान्दछु भन्ने दाबी उनी जहिले गरिरहन्थे। उनको दाबीमा कमानका हरेकले सही थपिदिन्थे, किनकि कतिचोटि उनको मन्त्रले आकाशबाट पानी पारिदिएको पनि थियो। कमानमा उनकै जिग्री पुष्पलाल मात्रै थिए, जो मातेपछि जहिले गिल्ला गरिरहन्थे, नापिस तैले, तेरो मन्त्र त मेरो भुत्ला पनि हल्लिँदैन, तेरो मन्त्रले त मेरो भुत्ला पनि हल्लिँदैन, भुत्रो पार्छस् पानी, के भनेको भुत्रै हो, भुत्रो पार्छस् पानी, एक्का खुब मुरमुरिन्थे। तर जब पुष्पलाल साइको बन्दै गएको उनले थाहा पाए, तब नयाँ मौका पाइहाले। दुनियाँलाई सुनाउँदै हिँड्न थाले, यो पुष्पे किन यस्तो भएको थाहा छ? साथीहरू ट्वाल्ल पर्थे। एक्काले भन्न थाल्थे, मेरो मन्त्रले काम गर्दैन भन्दै दुनियाँलाई सुनाउँथे नि। त्यही लागि रिसको झोकमा मैले रामवान हान्देको थिएँ। बान सिधा गएर लाग्नु पाएको भए त यो ठाउँको ठाउँ ढल्थ्यो, तर यसको किस्मत राम्रो, केराको बोटमा अलिकति लागेर गएकोले गर्दा वाहनले छातीको बदली टाउकोमा भेटेछ। त्यही लागि यो नमरेर साइको मात्रै भएको छ। त्यो साँझ निकै ठन्डा थियो। पुष्पलाल नेवार माइलीको दोकानमा आइपुगेकै थिएनन्। सिटु र एक्काले निकै बेर उनैलाई पर्खिरहेका थिए, तैपनि उनी आउँदै आएनन्। त्यो खर्साङ्गे मेमेको घरमा टिभी हेर्नु नै गयो होला। सिटुले प्यान्टको गोजीबाट कुचिएको 20 को नोट निकाल्दै भने, मुरुक्क ठन्डा छ, अलिकति जाडो धपाउने दबाई खाइदिउ न। एक्का अलि बिसन्चो थिए, ख्याक गर्दै खोकिरहन्थे। तैपनि रक्सी किन्ने मान्छे भेटिएपछि उनी किन पछि सर्थे र? दुवै सुरु भइहाले। एक्का बिस्तारै मुडमा आए, दोकानमा बस्नेहरूलाई फेरि तन्त्र मन्त्र सिकाउन थाले। आफ्नै गोजीको पैसा पनि निकाले र थपिए।
निकै रात भएपछि हो बल्ल खोक्दै खोक्दै घरतिर हिँडे। रक्सी खाएको भोलिपल्टको कुरा हो। सिटु ओछ्यानमा नै लडिरहेका थिए। उनले उठ्न पाएकै थिएनन्। पत्याउनै नसक्ने खबर उनैको घरमा आइपुग्यो। एक्का मर्यो रे। ले मान्छे यति सजिलै मर्छ र? खै अलिअलि बिमार थियो, खोक्दै थियो, अन्त मातेर चाहिँ घर पुगेको थियो। एक्का त ज्वरोमा पनि रक्सी खाने मान्छे हो। रक्सी खाएर धेरैचोटि सडकतिरै सुतेर पनि उठेको मान्छे हो। तर जस्तै अवस्थामा पनि उनी मरि त हाल्दैनथे। के भयो नि एक्कालाई? सिटु एकदम छक्क परे। केही बोल्नै सकेनन्। उनको घाँटीको थुक जहीँको त्यही अल्झियो। उनले लामो खुइया काडे र सोचे, यस्तो कसरी भयो? हिजो बेलुकीसम्म त सँगै रक्सी खाएको हो। राति 11 बजी मात्रै छुटेको हो। यति बिहानै एक्का कसरी मर्न सक्छ? एक्का यसरी मर्नै सक्दैन। सिटु घङघडीमा आँसुसरी भने। के भनेको? धरधरीमा धङधङ्गीमा सिटु धङधङ्गीमै आँसुसरी भने। धङधङ्गी भनेको मात लागेर आँसुसरी भने। आधा रातसम्म सँगै बसेर रक्सी खाने मान्छे मरेको कुरा कसरी पत्याउने होला? सिटु थरथरी कापिरहेकै थिए। सरासर पुष्पलालको घरतिर गए र कराए, पुष्पे, ओइ पुष्पे, एक्का मरेको खबर सुनिस्? के भन्नु रे एक्का चाहिँ? खै कसरी मर्यो? खाएर त्यतिकै मरेको, जाडोले मर्दैन, सुतेको हुँदैन मातेर। तातै भइरहेको हुन्छ, तर जाडो नभएको चाहिँ नचाल पाएको होइन। त्यो अहिले जाडो भएर त त्यस्तो जाडोमा खाएर भनेर रक्सी खाएर कोही मरेको हुँदैन नि। हो त्यस्तो भएको त्यहाँ त गरममै थियो होला नि। होइन ठन्डामा पनि मर्छ नि। होइन ठन्डा हुनु थालेको थियो भनेर भन्दैछ नि त यहाँ। ठन्डामा रक्सी खाएर नि मान्छे मर्छ। अचम्मै उनको स्वर कापिरहेको थियो। आवाज स्पष्टसँग आइरहेको थिएन। मन एकदम भारी बनेको थियो। तर पुष्पलालको घर त बन्द थियो। उनी चुपचाप सोझै एक्काकै घरतिर लागे। उनलाई अझै विश्वास भएकै थिएन। उनको जिग्री राति नै मरिसक्यो। तर जब उनी एक्काको घर पुगे, आँगनभरि मान्छेको भिड देखे, तब उनलाई पक्का विश्वास भयो। उनको तन्त्र मन्त्र जान्ने साथी मरेकै थिए। रामवान हान्ने साथी सधैँका निम्ति वैकुण्ठ हिँडेकै थियो। सिटुको हात खुट्टा खत्रक्क गलेर आए। हिजो बेलुकासम्म सँगै रक्सी पिउने साथीको लास आज भुइँमा लडिरहेको थियो। लासकै छेउमा पुष्पलाल आँसुसरी भएर बसिरहेका रहेछन्। पुष्पलालको आँसु देखेपछि सिटुले आफैलाई रोक्नै सकेनन्। उनी सरासर लासको टाउकोतिर गए र कात्रो उठाउँदै थोरै हेरे। एक्काको अनुहार त उस्तै थियो जस्तो हिजो बेलुकी रक्सी खाएर मन्त्र सिकाउँदै गर्दा थियो। अहिले नै हाँसिहाल्ला कि जस्तो देखिरहेका थियो। अघिसम्म रोकेर राखेको सिटुको आँसु लास हेर्न साथ भेल बन्यो। सायद धैर्यको बाँध एकैचोटि टुटेर गयो। सिटुको रुवाईले धेरैको रोकिराखेको आँसुको बाँध पनि भत्काइदियो। त्यसपछि त वरिपरिका जम्मै उनीसँगै रुन थाले। हुन पनि त एक्का, सिटु र पुष्पलाल त थिए जो सँगै चिया बगान जान्थे। फर्केर आएपछि सँगै नेवार माइलीको दोकानमा पुग्थे। भाटपाडा पुगेर कोही बेला गाँजा पनि तान्थे। ती दिन फेरि कहिले नफर्किने भए। पुष्पलाल पनि भावुक बनेका थिए। घाँटीमा हिक्का रोकेर लास छेउ बसिरहेका थिए। तर जब सिटुको आँसु रोकिएन, उनको मन अझै भत्कियो। किचनतिर छिरेर स्टिलको गिलास टिपे। एक गिलास पानी लिएर भित्र पसे। त्यसपछि आफ्नो जिग्रीको काँध समाएर बिस्तारै भने, के गर्छ सिटु? नरु, अब मर्ने मरिहाल्यो। अब फर्काउनु सक्ने होइन त्यसलाई। ला यो खा। सिटुले पुष्पलालको अनुहारमा एकटकले हेरे। बगिरहेको आँसु पुछे। घाँटीको हिक केही क्षणलाई रोके र बिस्तारै सोधे, बिहानै खानु र? गड्डी हो कि लोकल हो? कस्तो है पानी दिए धुन चाहिँ त्यही रहेछ है। तेरीमा साले पुष्पलालले सिटुको ढाडमा एक घुसा लगाएर भने, पानी हो। के को रक्सी खान्छस् दोस्त मर्दा पनि? सिटुलाई के भनौँ के नभनौँ भयो। मान्छे मरेछ रक्सीको धुन।
चुपचाप लासतिर टाउको निहुराए र अनुहार बिगार्दै भने, यस्तो बेलामा कसरी पानी र रक्सीको रङ छुट्याउनु नि? मरो घरको माहौल थोरै बदलियो। अघि रुनेहरू खासखुस गर्दै हाँस्न थाले। सिटुलाई घरभित्र बसी नसक्नु भएछ। गिलास बोकेर सरासर बाहिर निस्किए। त्यही पानीले अनुहार धोए। त्यसपछि बल्ल एक्काको मलामी निस्किए। बेलुकी फेरि पुष्पलाल र सिटु नेवार माइलीको दोकानमा पुगे। थोरै रक्सी पिए। एक्का मरेको पीर जो थियो उनीहरूले रक्सी खानु परिहाल्छ त पिर भयो भने। पिउन साथ सिटुले भनिहाले, पुष्पे त बसेकै जग्गामा नै हिजो एक्का बसेको थियो। खोक्दै मन्त्र सिकाउँदै थियो। एक बारेको जुनीमा केही भरोसा नहुन्छ। साला आँखा चिम माल झ्याप। यही बसेको थियो त्यो। हतार हतार ठाउँ बदल्दै पुष्पलालले भन्यो, त्यो मर्छ भन्ने त्यो मर्छ भन्ने थाहा पाएको भए त पोहोर देउसी खेल्दा झगडा नै गर्ने थिइन। दक्षिणामा उठेको पुरै पैसा त्यसलाई दिन्थे। सिटुले अघिल्लो सालको तिहार सम्झिए। त्यो तिहार खुब रमाइलो थियो। बत्तीको झिलिमिली थियो। त्यही झिलिमिली बीच रक्सीले तिरिमिरी भएका सेटुले पुष्पलाललाई भने, जाउँ देउसी खेल्न, जान्छस्? पुष्पलालले देउसीको टिम बनायो जसमा एक्का थियो र थिए सिटु, बन्साई र हरिलाल। पहिलो घर खर्साङे मेमेकै थिए, जहाँबाट उनीहरूले देउसी खेल्न सुरु गरे। भट्याउन थालेका 10 मिनट भएको थियो होला। मेमेले दक्षिणा निकालिहाल्यो। एक्का नक्कल गर्दै दक्षिणा राखेको नाङ्लो नजिक पुगे र बिस्तारै थालमाथिको पैसा चियाए। थुइया साले, दक्षिणा त 100 रुपैयाँ मात्र छ त। बुढोले आदिवासीलाई मनै त पराउँदैन। के पैसा दिन्थ्यो? एक्कालाई हुनसम्मको झोक चल्यो। देउसी खेल्न ठेलागाडी दिएर आएका थिए। त्यही गाडीमा राखेको एम्प्लीसँग बक्स जोडेको थियो। सिटु त्यही एम्प्ली रुँगेर बसिरहेका थिए। एक्का उनको नजिक आए र भने, दक्षिणा चाहिँ 1 रुपैयाँ मात्रै राखेको रहेछ। तिमीहरू चाहिँ लाटाले पापा पाए जस्तो गरेर के भट्टाको भट्टै गरी राखेको के भनेको? भट्टाकै देउसीले भनिरहेको भट्टाको भट्टाकै होइन, यसमा यस्तो लेखेको भट्टाको भट्टै लेखिरहेको छ। मिस्टेक भनेको भट्टाको भट्टै गरिराखेको। म चाहिँ घोक्रो सुकाउँदिन, बरु गाको घाँटी भिजाउनु। एक्काले सिटुले रोक्नै सकेनन्। उनी सरासर हिरे। नेवार माइलीको दोकान छेउमा पुग्नै लागेको थिए। सिटुले माइक जोडिएको एम्प्लीमा नयाँ गीत बजाए, 7 समुन्दर पार में तेरे। केटाहरू लगाएको सर्ट घरि खोलेर नाच्न थाले। मेमेले भुटानको रक्सी पनि निकालिदिए। केटाहरू झन् आँगन नै भत्काउला जस्तो गरेर उफ्रिन थाले। आधा घण्टापछि बल्ल गीत बन्द भयो। यतिन्जेलसम्म त नेवार माइलीको दोकानमा पस्ने एक्काको जिन्दगी पनि झिलिमिली भइसकेको थियो। देउसी खेल्नहरू दोकानतिरै लागे। एक्का माथेर टन्नै भइसकेका थिए। उनले मनमनै घोषणा गरिदिए, तिहार पो हो तौ। रातभरि खान्छु हापेनमा मुच्छु। रातभरि खान्छु, हापेनमा मुच्छु, बाटोमा सुत्छु। तर पैसा नदिनेहरूको घरमा चाहिँ फोकटमा देउसी खेल्दै खेल्दिन। केही छिनमा केटाहरू आइपुगे। एम्प्ली सिहार्ने सिटुले आएर उनको कानैमा फुसफुसाए, खर्साङे मेमेले त होस उडाइदियो नि हौ। भुटानको रक्सी पनि दियो। दक्षिणा त 500 रुपैयाँ राख्देको रहेछ। हावाले नउडोस् भनेर पो चामलले छोपेर एकको ढक्का र लसुनको डल्ला माथिबाट राखेको रहेछ। त मजाले झुक्केछस् आज चाहिँ अरे। एक्काले देखेको एकको ढक्काले त 500 को नोट पो छेकेको थिएछ। अचानक उनको कन्सिरी तात्तियो। सरासर पुष्पलाल भएतिर गए र भने, देउसी त मैले पनि भट्टाकै हो,
मेरो पनि भाग छ त्यसमा। 500 रुपैयाँको मामला पो हो त, मलाई मेरो भागको 100 दे। केटाहरू छक्क परे। देउसी खेल्ने कसैलाई पनि पक्काको एक्काको कुरा मन परेन। पुष्पलालले त अनुहार नै लोबार्दै भनिदिए, इस नापेर पाउँछस् तैले, पुरा खेलिस देउसी। हामीहरूले भनेको थियो तँलाई रक्सी खानु नजा भनेर। एक्काको आँखा रिसले बल्न थाले। सेठुले बीचमा उभिएर भने, रक्सी चाहिँ किनिदिनु नि त यसको भागको। तर एक्कालाई रक्सीले मात्रै केही चित्त बुझ्थ्यो र उनले आफ्नो भाग नै मागिरहे। पुष्पलाललाई हुनसम्मको झोक चलेछ भना भइदिँदै थियो। एक गुस्सा लगाइहाले। एक्का पनि त कम थियो र उनले पनि सडक छेउ फ्याँकिराखेको चियाको ढाक्ला टिपेर पड्काइहाले। म आफ्नो भाग माग्दैछु, तेरो भाग थोरै मागेको मैले। चियाको ढकलाले पुष्पलालको अनुहार नै खोसारिदियो। त्यसपछि त उनले आफै घोषणा गरिदिए, एक्का तैँले केही पाउँदैनस् बुझिस्, बरु रक्सी नै खान्छस् भने चाहिँ म 1 गिलास किनिदिन्छु, नभए जतादेखि आएको त्यतै लाग्दा हुन्छ। 500 रुपैयाँको भाग खालि 10 रुपैयाँ। आफ्नै साथीले धोका दिएको देखेपछि एक्का ग्वा रुँदै कराए, हेर सिटु, साला यो पौडियालले हामीलाई हेप्यो। जुम हिँड, बरु म किनिदिन्छु तँलाई रक्सी, कति खान्छस्। तर सिटुलाई त आफ्नो भागको पैसाको माया छँदै थियो। उनले पुष्पलालको साथ छाडेनन्। एक्का सुकसुकाउँदै एक्लै दोकानतिर फर्किए। बिचारा हामीले त अर्को पालि पनि देउसीको खेल्नु पाउँथ्यो रहेछ। त्यसको भाग दिएको भाव पनि हुन्थेछ हर। एक्का मरेको दिन सबैभन्दा धेर बिसन्चो पुष्पलाल र सिटु नै बने। तर यो पालि चाहिँ हामीहरूले देउसी भैलो खेल्नु हुँदैन, पुष्पलालले अन्तिम घोषणा गरे। तिमीहरू आदिवासी र हामीहरू नेपाली भएर के हुन्छ, हाम्रो साथी पो मरेको छ त, यो पालि हामी मिलेरै जुठो मारौँ ल। पुष्पलालले कति दिनपछि आज फेरि आफ्नो जिग्री सम्झिए। एक्काको नाममा सिटुसँग खाएको त्यही कसम सम्झिए र दोहोऱ्याउँदै भने, त्यही लागि यो पालि म चाहिँ देउसी भैलो केही खेल्न सक्दिनँ। मेरो कुरा बुझिस् नि दले। दलबहादुर र बुधुवाले बल्ल कुरा बुझे। त्यसैले दोहोरो कुरा नगरी सरासर भाटपाडा मेला घुम्न हिँडे। जुठो बार्दा रक्सी चाहिँ खानुहुन्छ, त्यो त बुधुवालाई थाहै थिएन। तर देउसी नखेल्ने पुष्पलालले यो पालि पनि हडिया चाहिँ रातभरि पिरहे। जब मातेर लट्ठ भए तब उनले राजनीतिको गफ सुरु गरे। अब तिमीहरू जस्तो युवाहरूले डुवर्स सम्हाल्नु पर्छ दले। त्यो लाल पार्टीको लागि त सबथोक गरिस् होइन, केही पाइस् त। अब जाति र माटोको लागि आउनुपर्छ बुझिस्। जहाँ जाति छ त्यहाँ त म हुन्छु। अर्को जनसभा कहाँ छ हरे डुवर्समा। पुष्पलालका कुराले अलिअलि तात्तिएका दलबहादुर पड्किहाले। यही महिना नगरकट्टामा। बुधुवाले टुवा परेर दलबहादुरलाई हेरिरहे। फेरि एक क्षण पुष्पलालको अनुहारमा पनि हेरे अनि चुपचाप प्यालाको हन्डिया टिपेर गुटु पिउँदै सोचे, या मातेको बेला के को जाति, के को पार्टी, केही हुनेछ। कहिले काहीँ मान्छेको जीवन खोलामा उभिएको चप्लेटी ढुङ्गा झै भइदिन्छ, जहाँ खुसीको छालहरू खरेको पानीसँगै हुत्तिँदै आइदिन्छ र फेरि कहिले नफर्किने गरी बगेर गइदिन्छ। हो, बुधुवाको जीवन ठ्याक्कै त्यही खोलाको चप्लेटी ढुङ्गा झै भएको थियो। बुधुवाको छातीमा मडारिने दुःखको अँध्यारो लेकमा लाग्ने भुइँकुहिरो जस्तै बाक्लो थियो। बुधुवाको छातीमा मडारिने दुःखको अँध्यारो लेकमा लाग्ने भुइँकुहिरो जस्तै बाक्लो थियो। निराशाको त्यो कुहिरोमा आशाको जुनकिरी उड्दै आफै हराइदिन्थ्यो। त्यही हराएको जुनकिरीको उज्यालो खोज्दै बुधुवा राजभात खावा पुगेका थिए। त्यसपछि फेरि कालचिनी आइपुगेका थिए, जहाँ पुष्पलाल र दलबहादुरसँग उनको तिहार बितेको थियो। पुष्पलालले साँच्चै तिहार बारे एक्काको सम्झनाले गर्दा उनले देउसी खेलेनन्। आम्रा बङ्गालीको रिसले गर्दा साथीहरूलाई हमिल्टनको मेलामा जान दिएनन्। तैपनि भाटपाडाको मेलामा खुब मोज गरे। त्यो मोज र मस्ती बीच नै 3 दिन बितेको पत्तै भएन।
त्यसपछि त त्यो बिहीबार आइपुगे जुन बिहीबार जम्मै सरकारी अफिस खोलिँदै थियो। त्यसैले बुधबार बिहान निकै छिटै बुझिए अनि ओछ्यानबाट जुरुक्क उठेर सरासर धारातिर गए। हात मुख धोए र चियाबारीतिर फर्केर आफैसँग भने अब लास्ट एकचोटि डिएफओ अफिस चाहिँ जान्छु, त्यसपछि पनि केही भएन भने चाहिँ सिधै भुटान बसेर काम गर्छु, बित्थामा टाउको दुखाइ बस्दिन। बुधबार उभिएकै ठाउँमा दलबहादुर पनि आइपुगेछन्। हाई काट्दै केही बेर आङ टाङ्की तन्काइरहे। पुष्पलाल अझै खाटमै थिए। ऐना फुटिसकेको खिड्कीबाट आँगनतिर चियाउँदै भने निन्द्रै पुगेन हौ आज त, म एकछिन सुत्छु ल, बस है केटाहरू, तिमीहरूका लागि भोलेनाथको प्रसादको पनि बन्दोबस्त गर्दैछु। हाम्रो त मिल्दैन हौ, दलबहादुरले भने। बुधबार सरासर राति सुतेको कोठाभित्र छिरे। दलबहादुरको झोला भुइँमै फ्याँकिराखिएको रहेछ, उठाएर मिलाउन थाले। टेबलमा छरिएको चिराग बिडी रहेछ, टिपेर हाले। सिरानीमा लडिरहेको मफलर थियो, उठाएर राखे। दलबहादुर अझै आँगनको डिलमै अल्मलिरहेका थिए। बिस्तारै गोजीबाट फोन निकाले। मेलामा किनेका 10 रुपैयाँको टपअप कार्ड प्यान्टको पछिल्लोतिरको गोजीमा रहेछ। केही बेर गोजी छामेपछि निकाले। बुढी औलाको नङले निकै बेर कार्डलाई घोटिरहे। त्यस्तो हुन्थ्यो है पहिला, कहिलेदेखि हिस्ट्री बताउँछ है एउटा उपन्यासले। त्यही त, कहिले नचलाएको मोबाइल अन गरे र रिचार्ज गरिसकेर घिमिरे बडाको नम्बर थिच्न थाले। 2 मिनट गफ गरेपछि उनले फोन यति हतारसँगले काटे मानव नकाटे उनलाई करेन्ट लाग्ने छ। त्यसपछि बुधवालाई बोलाएर भने, लु अब हिँड, बडा आइपुग्नु आँट्यो रे। घाम खिड्कीबाट छिरेर भान्साभित्र पसिसकेको थियो। दलबहादुर झोला बोकेर फुत्त बाहिर निस्किए। पुष्पलाल अझै ओछ्यानमै लडिरहेका थिए। जाने नै हो त सोमहरू? ओछ्यानबाट नै टाउको उठाएर पुष्पलालले बिस्तारै सोधे। दलबहादुरले फेरि एकचोटि बुधवाकै दुःख सम्झाए। यसकै कामका लागि त आएको हो, आज त नगई कहाँ मिल्छ र? पुष्पलाल मन नपरी बिदा दिन घर बाहिर निस्किए। छ्याक्कै 7 बज्नै लाग्दा हो दलबहादुर र बुधुवा चौपत्तीमा आइपुगेका थिए। सडक सुनसान थियो, दोकानहरू अझै खुलेकै थिएनन्। फ्याटाक फुटुक दगुर्ने गाडी घरिघरि हर्न लगाउँदै यताउता गइरहेका थिए। दलबहादुर र बुधुवा एक टकले हिँडिरहेकै थिए। हिँड्दै आधा दैलो खुलेको चिया दोकान अघि पुगेर दलबहादुर ठ्याक्क रोकिए र चिया पिउँदै गरेको बुढो मान्छेको ओठको मुस्कान नियालेर केही बेर उभिरहे। हिउँमा टल्किएको घाम जस्तो टलक्क टल्किएको त्यो मुस्कान घिमिरे बडाको ओठमै अल्झिएको थियो। घिमिरे बडा कति छिटो आइपुगेछन् नि। कालो प्यान्ट र धर्की सर्टमाथि लगाएको रातो हाफ स्वेटरले उनको बुढ्यौलीपन धेरै छोपिदिएको थियो। उनको हातमा पहेँलो खाम थियो। अन्दाज गर्न सकिन्थ्यो खाममा अफिसको कागज वा बुधुवाको नाममा लेखिएको नयाँ चिठी छ। दलबहादुर सरासर बडाको नजिक पुगे र थोरै मुस्कुराउँदै सोधे, अघि नै आइपुगेको? घिमिरे बडाले थोरै आँखा तरे र भने, कति ढिलो हौ तिमीहरू हँ? उडेको चरा पक्रिने उमेरको यस्तो लोसे पाराले हुन्छ? उडेको चरा पक्रिने उमेरमा यस्तो लोसे पाराले हुन्छ? आमा हटाइल। दलबहादुरले चिचिक्क दाँत देखाए। पछिल्तिर फर्केर इसारा गर्दै बुधुवाको काँधमा झुन्डिएको झोला मागे। केही बेर छामेर एउटा पुरानो कागज निकाले र निधारको पसिना पुस्दै भने, यसका अरू कागज पनि एकै ठाउँ राखिदिनुहोस् बडा। यो काम भइहाल्यो भने मलाई एकदम ढुक्क हुन्छ। घिमिरे बडाले सब कागज हातमा लिए अनि एउटा गर्दै केही बेर मिलाइरहे। एकछिनपछि दोकानेतिर फर्केर अझै 2 गिलास चिया बनाउन इसारा गरे। पुरानो कागज हेरेपछि बुधुवाले फेरि एक क्षणलाई पुरानै दिन सम्झिए। आफ्नै छोराको अनुहार झलझली सम्झिए। बुधुवाका निम्ति सबैभन्दा गाह्रो काम छोरोकै अनुहार सम्झिनु त हो नि। सुरुमा कति रमाइलो हुन्थ्यो। छोराको अनुहार सम्झिँदा ओठमा ठ्याक्क मुस्कान आइदिन्थ्यो। अचेल छोरा सम्झिन खोज्यो कि रगतको तातो मात्रै झलझली आँखैमा आइदिन्थ्यो। त्यसैले बुधुवा
अचेल मरेको छोरालाई एकदम कम सम्झिन्थे, तर आज त उनी त्यही मरेको छोराको क्षतिपूर्ति माग्न जलपाइगुडी जाँदै थिए। त्यो अनुहार कसरी पो नसम्झी बस्न सक्थे र। एकछिनपछि चिया आइपुग्यो। चिया खाएर तिनैजना सडकमा निस्किए। हाँसीमारा जाने अटो लागिसकेको थियो। अघिल्लो सिटमा 2 जना मान्छे थिए, तर पछिको सिट पुरै खाली थिए। 3 जना त्यही गएर बसे। तर अटो हिँडे त के। हेर्दा हेर्दै जम्मै दोकान खोलिँदै गए। सडकमा गाडीका सङ्ख्या बढ्दै गए, तैपनि अझै अटो भरिएन। आकाशमा घाम टन्टनी लागिसक्दा बल्ल अटो चल्यो। तर चालक अझै मान्छे खोज्ने मुडमै थियो। उनको टाउको अघिभन्दा धेर खिड्की बाहिर नै हुन्थ्यो। बुधुवा एकदम चुपचाप थिए। दलबहादुर अटोले ढिलो गरेकोमा घरिघरि गनगन मात्रै गरिरहेका थिए। त्यही गनगन सुन्दा सुन्दै अटो हाँसीमारा आइपुग्यो। उनीहरू झरे। हाँसीमारामा मान्छेको भिड बाक्लिँदै थियो। जयगाउँतिर जाने सडक एकदम खुला थियो। जलपाइगुडीतिर जाने सडक छेउको मिठाई दोकानमा मानिसहरूको भिड जमिसकेको थियो। अघि आएको अटो फर्केर फेरि कालचिनीतिर जाने सडकमा उभिएको थियो। बुधुवाले निकै बेर तीनतिर छुटिएको सडक बीच रहेको ठुलो रुखलाई हेरिरहे। गरम निकै चढिसकेको थियो। पसिना पुछ्दै सडकमा उभिएको 10 मिनट हुन लाग्दा हो जयगाउँतिरबाट आएको बस त्यही मिठाई दोकान अघि आएर ठ्याक्क रोकियो। हसाङ फसाङ गर्दै तिनैजना त्यसमा चढे। बसमा हिन्दी गीत ठुलो आवाजमा धन्किरहेको थियो। औलाभरि चाँदीको औँठी लगाएको चालक आफ्नै धुनमा मस्त थिए। उनी घरिघरि रफ्तारमा गाडी हाँक्न खोज्थे, तर दैलोमा उभिएको कन्डक्टरलाई यही कुरा मन्जुर थिएन। नयाँ मान्छे देख्नै हुँदैन थियो। कन्डक्टरले दैलोमा मुर्की हानिहाल्थ्यो। चालकले फेरि ब्रेक लगाइहाल्नु पर्थ्यो। चालक फेरि एकछिन रोकिन्थे, फेरि पुरानै गीतमा मस्त हुँदै गाडी हाँक्थे। रोकिँदै हाँक्दै गर्दा बसमा मान्छेको भिड लागिसकेको थियो। जब मान्छे सिट नपाएर बसमा उभिन थाले, बुधुवालाई दिक्क लागेर आए। आँखा चिम्म गरेर सिटमाथि टाउको उडाए। अलि सहज भएको मात्रै थियो। उनी त भुसुक निदाएछन्। जब बुधुवा बिउजिए, बस जलपाइगुडी आइसकेको थियो। बसबाट सबैभन्दा पहिले घिमिरे बडा ओर्लिए। जलपाइगुडी सहर सधैँ जस्तै अस्तव्यस्त थिए। सधैँ जस्तै अलि अस्तव्यस्तित देखिन्थ्यो। टिस्टा किनारमा उभिएको यो सहर हेर्दा अलि मैला पनि देखिन्थ्यो। तर डुवर्सकाहरूलाई यो सहर नपुगी धेरै थिएन। हरेक विभागको जिल्ला कार्यालय त्यही थियो। त्यही सहरको एउटा जिल्ला कार्यालय खोज्न बुधुवा पनि पहिलोचोटि यो सहर छिरेको थियो। सडकको दाहिनेतिर भएर हिँड्दै घिमिरे बडा त पसिनासरी भएछन्। दलबहादुर र बुधुवालाई खासै फरक परेको थिएन, तैपनि घरिघरि एकअर्कासँग सोधिरहेका थिए, अझै कति हिँड्नुपर्छ। ठिक त्यही बेला एउटा रित्तो रिक्सा पश्चिमतिरबाट आए। घिमिरे बडालाई गरमले निकै साह्रो पारेको रहेछ। उनैले रिक्सा रोक्ने इसारा गर्दै भने, अझै निकै छ, यसमै जाऊ ल। दलबहादुरले टाउको हल्लाएर र रिक्सा चढ्दै भने, तिमी मेरो काखमा बस बुढो मान्छे। दलबहादुरको दाहिने र बुधुवाको देब्रे फिलामाथि घिमिरे बडा टुक्रोको बसेपछि रिक्सावालले पसिना पुछ्दै पाइडल हिर्काउन थाले। ट्राफिक नागेर निकै बेर हिँडेपछि दुई तले भवन अघि रिक्सा ट्याक्क रोकियो। भुइँमा ओर्लिएर भाडा दिँदै घिमिरे बडाले भने, अफिस चाहिँ यही हो। दलबहादुरको अनुहार झिलिमिली बन्यो। बुधुवा पनि थोरै मुस्कुराए, किनकि यसचोटि अफिस पुग्दा उनको साथमा घिमिरे बडा थिए, दलबहादुर थिए। उनीसँग आँट र साहसको अग्लो पहाड थियो। तर क्षतिपूर्ति पाउने आशा नि, त्यो त अझै पनि बुधुवाको अनुहारमा कतै देखिएकै थिएन। अफिस बल्ल खोलिँदै रहेछ। डिएफओ अझै आइपुगेकै थिएन। अफिस अघि सिमेन्टको भुइँ थियो। बुधुवा त्यही टुक्रुक्क बसे। घिमिरे बडा आफ्नै धुनमा फेरि कागज मिलाइरहेका थिए। उनले आफैले लिएर आएको चिठीलाई सबैभन्दा माथि राखेर हेड क्लर्कलाई चिठी लेखेर दिँदै भने, हाम्रा दूर फेके
আমরা দূর থেকে আসতেছি তারের সঙ্গে একটু একটু तारातारी देखा करिए दिन न। हेड क्लर्क हल्का मुस्कुराए र टाउको हल्लाए। बुधवारले सोचे उनले भेट्दा किन कहिले कुनै हेड क्लर्क मुस्कुराएन। क्लर्कको के कुरा गर्ने, उनीसँग गार्ड पनि किन कहिले हाँसेनन्, किन उनीहरू जहिले संसारकै सबैभन्दा दुःखी मान्छे जस्तो भएर उभिरहे। आज पहिलोचोटि उनले अफिसमा बसिरहेको हेड क्लर्क हाँसेको देखे। त्यसैले त उनलाई पहिलोचोटि लाग्यो यसचोटि केही हुन्छ जस्तो छ। घिमिरे बडाले भने जस्तो अब चाहिँ न्याय पाइन्छ कि? न्याय भन्दा नि चाहिएको त पैसा हो। उनलाई एकचोटि सोध्न मन लागिहाल्यो, न्याय पाउँदा पैसा पनि साथमा पाइन्छ कि पाइन्न। तर घाँटीबाट एक शब्द निस्केन। दलबहादुरले छेउैबाट चिया किनेर ल्याएछन्। कागजका गिलासमा चिया पिउँदै गर्दा उनीहरूले थाहा पाए डिएफओ को गाडी आइसक्यो, अर्थात् अफिसमा डिएफओ आइसके। घिमिरे बडा फेरि अघिकै हेड क्लर्कको च्याम्बरमा पुगे। हेड क्लर्कले केही बेर पर्खिने इसारा गरे। आधा घण्टा बित्यो, हेड क्लर्क हल्लिएन। 1 घण्टा भयो, कुनै खबर आएन। घिमिरे बडा फेरि 2 चोटि सोध्नलाई पुगे, तर केही भएन। बरु हेड क्लर्कले पनि मुस्कुराउन छाडे। बुधवारको आशा फेरि बिलाउँदै गए। 2 बज्न लागेको थियो। भोक लागेर पेट बटारिन थालेको थियो। बुधवारको त मुखको थुक पनि सुक्नै लागेको थियो। अचानक हेड क्लर्कले इसारा गर्दै भने, जल्दी आओ, जल्दी, सर निकल्ने वाला है। हठात सबैजना जराक जुरुक उठे। घिमिरे बडा अघि थिए, दलबहादुर उनको पछि आए। सबैभन्दा पछि हिँडिरहेको बुधवा पनि लुरु अफिसभित्र छिरे। डिएफओ केही लेखिरहेका थिए। घिमिरे बडा छिरेको देखेपछि बल्ल उनले टाउको उठाए। चेयरमा पनि नबसी घिमिरे बडाले भने, बुधवाको बाडी तुलसीपाडा हो, त्यो बगान पनि बन्द आछे। से बगानमा उनको छेलेलाई फरेस्टको चितुवाले खाइदियो। मागो कबको घटना हो, डिएफओले चासो देखाए। त्यसपछि त बडाले सबै कुरा बेली विस्तार लगाए। के भनेको बेली विस्तार लगाए? डिएफओले सब सुने। बुधवाका आँखाबाट तुरुकका आँसु झरिसकेको थियो। दलबहादुर एकटकले डिएफओको अनुहारमै हेरिरहेका थिए। अचानक डिएफओले खोके, गिलासको पानी पिए र मुख खोले। हाँ, मैले सब बुझिगयो समस्या, किन्तु बगान जो छ से फरेस्टको एरियामा नपर्ने रहेछ। बगान त कम्पनीको अधीनमा पनि पर्ने रहेछ। त्यही लागि हामीले कम्पनसेसन दिनु एकदम मुस्किल हुन्छ। दलबहादुर र डिएफओको कुरा पटक्कै मन परेन। उनलाई अचानक भोक चलेछ। सुरु भइहाले। यता एकदम चल्दैन। बगान कहिलेदेखिको बन्द छ। फेरि कम्पनीको मालिकको चालचुल छैन। चितुवा चाहिँ जङ्गली जनावर होइन क्या? अब त्यसले नानी मारेपछि त फरेस्टकोहरूले नै कम्पनसेसन दिनु पर्यो नि। दलबहादुर तातिएको बुधवालाई ठ्याक्कै मन परेका थिएन। यत्रो ठुलो मान्छेको अघि यसले बोलेको हेर। उनलाई दलबहादुरसँग पहिलोचोटि नराम्री झोक चल्यो। दलबहादुरको कुरा सकिएकै थिएन, तर घिमिरे बडाले बीचमा थपिहाले। पहिले पनि यस्तै भएको थियो। राजा भातखावाको एउटा आदिवासीलाई हात्तीले कुल्चेर मारेको थियो। त्यो त फरेस्टकै एरिया पर्थ्यो, तर त्यो बेला तपाईँले नै भन्नुभएको हो फरेस्टको एरियामा हात्तीले कुल्चेको रहेछ। तपाईँको खेतमा हात्ती नै गएको होइन रहेछ। मर्ने मान्छे चाहिँ फरेस्टको एरियामा के का लागि गएको? अहिले चाहिँ फेरि ठ्याक्क त्यसको उल्टो कुरा कसरी गर्नुहुन्छ तपाईँ? डिएफओको जिब्रो लडबडियो। उनले लामो सास तानेर भने, ना, अगर जे कोनो जङ्गली जन्तु तपाईँको प्रपर्टीमै घुसेर नोक्सान गर्छ, तब लिन्छ फरेस्टले सब जिम्मेदारी। चितुवाले घर छेउबाट लिएर गएको हो बुधवाको छोरालाई। त्यो घर यसकै प्रपर्टी त हो। दलबहादुरको रिस मरेकै थिएन। अब त्यो जमिनको कागज बुधवाको नाम छैन त के गरोस्? बगान पनि बन्द छ, घरमा कमाउने पनि कोही छैन।
भएको एउटा यो पनि अफिसमा धाउँदै ठिक्कै हुन्छ। यसको अनुहार हेरेर पनि माया लाग्दैन सरहरूलाई। दलबहादुरको कुरा सुनेर बुढुवा फेरि भावुक बनिहाले। उनको कटक्क मन दुखेर आयो। बात जो छ त्यो दया मायाको बिल्कुल छैन। डिएफओ केही बेर चुपचाप बसिरहे र घिमिरे बडाको अनुहारतिर हेर्दै लामो सास ताने। गोजीको मोबाइल निकालेर फोन लगाएर बुधुवाको कुरा दोहोऱ्याए। चितुवाले मारेको नानीको कुरा गरे। त्यसपछि फोन काटेर सुस्तरी भने, यी सब कागजलाई म अहिले नै हाई कमान्डोमा भेट्छु। ब्याङ्कको पासबुक खोलेको छ। पहिलोचोटि डिएफओले ब्याङ्कको पासबुक खोले। बुधुवाको भाँसिएको स्वर बलजफ्ती घाँटीबाट बाहिर निस्किएला जस्तो भयो। पासबुक त छिटै बनाइहाल्छु नि म त। डिएफओले पासबुक बनाइहाल्ने सुझाव दिए। घिमिरे बडाको छाती फुलेर गजक्क भयो। आखिर उनैले बोलेपछि त काम हुन छनक दिएकै थियो। दलबहादुर आफै दङ्ग भए। आखिर भुटान छिर्न लागेको बुढुवालाई घिमिरे बडा कहाँ पुर्याउने उनी नै थिए। बुढुवाको मन एकचोटिलाई चरा बन्यो। उड्दै फेरि दुम्सी चिया कमानतिरै पुग्यो। डिएफओलाई हात जोड्दै तिनैजना अफिसबाट निस्किए। चिया दोकानतिर गएर दलबहादुरले सिङ्गडा किनेर ल्याएछन्। कुरा गर्दै बाडेर क्वाक्कुक पारे। 4 बज्नै लागिसकेको थियो। दलबहादुर र बुढुवासँगै घिमिरे बडा फेरि बस स्ट्यान्ड पुगे। जयगाउँ जाने गाडीको अत्तोपत्तो थिएन। त्यसैले घिमिरे बडा पनि नगरकट्टा नै जाने भए। दलबहादुरकै कोठामा बसेर भोलि बिहान मात्रै राजाभात खावा पर्तुगी भयो। साँझ निकै अबेर गरेर बस नगरकट्टा आइपुग्यो। बाटोभरि घिमिरे बडाले बगानको कुरा गरे। त्यहाँ हुने राजनीतिको कुरा गरिरहे र दलबहादुरको कोठाभित्र पस्दै गर्दा भने, हरेक काम ढिलो छिटो भए नि हुने भनेको राजनीतिले नै हो। मन परेन भन्दैमा राजनीतिदेखि कहिले नभन्नु। बुधुवाले घिमिरे बडाको कुरा राम्ररी बुझे। त्यही बुझेको कुरालाई मनमनै दोहोऱ्याउँदै अगेनातिर गए। आगो सल्काए। पहिले पानी उमालेर 3वटा गिलासमा लगाएर भात बसाउन थाले। घिमिरे बडा निकै थाकेछन्। पानी पिएपछि भुइँमा थ्याच्च बसे। लामो खुइया काट्दै अनि गोजीबाट चिराग बिडी निकालेर अगुल्टोमा सल्काउँदै भने, अघि बुद्धि पुगेन। सब्जी लिएर आएको भए नि हुन्थेछ। किन सुर्ता गरिराखेको बुढो मान्छेले? आलु र गुन्द्रुक छ त हाम्रोमा। दलबहादुर थोरै हाँसेर चुपचाप नुनको बोरा नजिक गए। बोरापछि रहेको बट्टाबाट गुन्द्रुक निकालेर प्यालामा भिजाए र आलु टिपेर काट्न थाले। दलबहादुर बस्ने कोठा निकै साह्रो गुह्रो थियो। एकातिर माटोको चुला थियो र अर्कोतिर काठको भाँचिन लागेको खाट थियो। कोही पाहुना आए दलबहादुरले उनलाई त्यही खाटमा सुत्न लगाउँथे र आफै भुइँमा आएर सुत्थे। 3 सरको धुवाँ तानेपछि बडा भुइँमा उठेर त्यही खाटमा चढे। खिड्की खोलेर बिडीको ठुट्टा फ्याक्दै बाहिर चियाए र फेरि जमानाको कुरा सुनाउन थाले। उनको कुरा सिद्धिएकै थिएन। खाना पाक्यो। बुधुवाले पस्केर दिए। खाएर ओछ्यान पस्ने बेलासम्म पनि बुढा राजनीतिकै कुरा गरिरहेका थिए। बिहान निकै अबेर हुन लाग्दा हो दलबहादुरलाई निन्द्राले छाडेछ। बुधुवा अझै घुमिरहेकै थिए। घिमिरे बडा भने उठेर पायखानातिर गइसकेका थिए। दलबहादुरले आगो सल्काएर चिया बसाले। चिया उम्लिन पाएकै थिएन। अचानक उनको दिमाग उम्लिन थाले। उनले मनमनै नयाँ घोषणा गरे, बडाको कुरा ठिकै त हो नि। सिपिएम गरेर पुगिसरे पैसा कमाउन सकिन त के भो, अलिअलि बोल्नु सिकेकै छु। अब फेरि राजनीति गर्छु म। बल्ल चियाको बाफ ढकनीबाट बाहिर निस्कियो। दलबहादुरले उम्लिएको चिया प्यालामा सारे। घिमिरे बडा आइपुगे। पहिले उनैलाई दिए र अर्को प्याला भरेर बुधुवालाई उठाउन थाले। बुधुवा उठेर आए। दलबहादुरले मनको कुरा सुनाउने ठाउँ आए। चिया पिउँदै घिमिरे बडालाई भने, यो पार्टीबाजी गर्नु पनि बिरालोले मुसा खानु सिकेको जस्तै रहेछ। एकचोटि खुनको स्वाद पाएपछि छाड्नै मन नपर्ने रहेछ। तिम्रो कुरा सुनेपछि त मलाई फेरि जागर चल्ला जस्तो पो हुन थाल्यो। घिमिरे बडाले आँखा ठुलो पारे। थोतै दाँत
थोतै दाँत देखाउँदै एकचोटि हाँसेर भने, जे इच्छा लाग्छ गर, तर म चाहिँ अब राजा भात खावा फर्किन्छु। दलबहादुरलाई के भनौँ के नभनौँ भयो। बुधुवाको चियामा नुन लागेनछ। अघेना छेउमा राखिएको बोरातिर ढल्किएर नुन तान्दै सोधे, आज यतै बस्न मिल्दैन बडा? बडाले दुईचोटि टाउको यताउता हल्लाएर भने, ठ्याक्कै मिल्दैन। त के गर्छस् अब, काममा जान्छस्? काम त पायो भने गर्नुपर्छ नि बडा। बुधुवा दलबहादुरकै छेउमा गएर टुक्रुक्क बसे र चिया सुरुप्प पार्दै सोधे, मलाई भुटान पुर्याइदिने भनेको होइन? पुर्याइदिउँला नि। दलबहादुरले अरू बोल्न पाएकै थिएनन्। घिमिरे बडाले भनिहाले, भुटानतिर काममा जानु अघि नै तैँले ब्याङ्कको पासबुक चाहिँ बनाइहाल्नु ल। बुधुवाले फर्केर फेरि दलबहादुरको अनुहारमा नै हेरे। खाता सोमारीकै नाममा खोल्दा सजिलो हुन्छ। बुधुवाले कहाँबाट कागज खोजोस् यता। दलबहादुरको स्वर मधुरो बन्यो। म खबर गरिदिन्छु उता। काम गर्न थालेपछि पैसा चाहिँ पठाइदिनु। खाता खोल्दा पैसा नि लाग्छ, थाहा छ नि तँलाई? कति लाग्छ? बुधुवा झन्डै तर्सिए। सुर्ताउनु पर्दैन, 500 जस्तो मात्रै लाग्छ। दलबहादुरले केही बेर विचार गरे भने, आज नगरकट्टामै गोर्खा जनमुक्ति मोर्चाको मिटिङ छ रे। मैले खबर पाइसकेँ। तँ पनि एकचोटि हिँड, के भन्दो रहेछ बुझी हेरौँ। तेरो कामका लागि भोलि जाउँ न ल। पुष्पलालहरू पनि आउँछन् त्यहाँ? बुधुवाले टाउको हल्लाउँदै सोधे। आउँदैनन् होला। दलबहादुरले अघेनाबाट बलिरहेको दाउराको चोइटा ताने, बिडी सल्काए र एक क्षण आँखा चिम्म गरेर सोचिरहे। आधा दिन हुन लागेको थियो। घिमिरे बडा राजाभात खावातिर हिँडे। दलबहादुर र बुधुवा नगरकट्टा नजिक रहेको समीर मण्डलको पुरानो ग्यारेजतिर हिँडे। त्यहाँ गोजा मोमोको बैठक थियो। समीर मण्डल नगरकट्टाका पुरानो कङ्ग्रेसी थिए। वर्षौंदेखि हातको चिहन भएको झन्डा बोकेर खाली हात चारतिर डुबिरहन्थे। उसो त केन्द्रमा कङ्ग्रेसकै सरकार थियो, तर बङ्गालमा कम्युनिस्ट बलियो थियो, जसले कङ्ग्रेसलाई चल्मलाउनै दिँदैनथ्यो। त्यही भएर कङ्ग्रेस र सिपिएमको जहिले छत्तीसकै आँकडा चलिरहन्थ्यो। के भनेको? जहिले त सिपिएमको जहिले त्यही आँकडाका कारण होला। त्यही आँकडाका कारण होला ग्यारेजभित्र छिर्न लाग्दा दलबहादुरको मन चिसो भयो। समीर मण्डलले बा मलाई अझै सिपिएमकै मान्छे सम्झिन्छ हो के? मैले पार्टी सचिवसँग झगडा गरेर सिपिएम छाडेको उनले थाहा पाए होला। दलबहादुरले केही बेर सोचे र हलभित्र छिरे। भित्र मान्छेको ठुलै भिड थियो। ती मध्ये धेरै जस्तो नेपाली नै थिए। एउटी महिला नेत्रीले भिडलाई सम्बोधन गर्दै रहिथिन्। दलबहादुरले अकमक्क परेर मञ्चमा बस्नेहरूलाई एकचोटि निहाले। नेत्रीको ठिक पछि चौकीमा समीर मण्डल बसेको रहेछन्। उनीसँग दलबहादुरका आँखा जुधिहाले। समीर मण्डल थोरै मुस्कुराए, उठेर उनैको नजिक आए र कानमा फुसफुसाए, त्यो लाल पार्टीका लागि तिमीले प्रचार गर्यौ, तर के पायो र? यहाँदेखि उता चाहिँ जातिका लागि लड्नु। उनीहरू तिमीर सबैका लागि दार्जिलिङदेखि आउनु भएको छ। दलबहादुरले स्टेजमा उभिएको सबैको अनुहार एक नजर लगाए। मुस्कुराइरहेकी महिलाको आँखा चिम्म गर्दै चिच्याउन थालिन्। डुवर्सको मान्छेलाई वर्षौंदेखि शोषण भएको छ, तैपनि उनीहरूका लागि बोल्न कोही छैनन्। 86 को आन्दोलनमा पनि धोका भयो। घिसिङले डुवर्सलाई छाडेर भुल गरे। अब यो अन्तिम आन्दोलनमा यस्तो गल्ती हाम्रो अध्यक्षज्यूले गर्ने छैनन्। सुन्नु भएन? अध्यक्षज्यूले गर्ने छैनन्। दलबहादुरको रगत तातिएर आइहाल्यो। आँखामा जोस जुरमुरायो। के गरौँ के नगरौँ हुँदै थियो। अचानक उनलाई झन्डा थाप्न बोलाइयो। मञ्चमै उक्लिएर उनले पहिलोचोटि नयाँ झन्डा समाते र बुधुवातिर फर्केर हेरे। बुधुवा चुपचाप बसिरहेथे।
शोषण हुँदा होस् वा शोषण भयो भनेर अरूले गरेको भाषण सुन्न पर्दा होस्, बुदुवाहरू जहिले यसरी नै मौन हुने हो जसरी अहिले बुदुवा थिए। झण्डा बोकेरै उभिएका दलबहादुरले आफै माइक मागे अनि बिस्तारै स्वर निकाले। डुवर्समा हामीभन्दा धेर त आदिवासीहरू छन्। यहाँ केही गर्ने हो भने आदिवासीलाई अघि नराखी घर छैन। बुदुवालाई पनि झण्डा दिनुहोस्। उसको छोरालाई चितुवाले मारेको छ तर सरकारले क्षतिपूर्ति दिएको छैन। अब यही पार्टीले उसका लागि पनि लडिदिनु पर्यो। बुदुवा फेरि भावुक बनिहाले। उनका आँखाबाट आँसु झन्डै झरेन। त्यही पनि सम्हालिँदै मञ्चमा उक्लिए र झण्डा थापेर लुरु अघिकै ठाउँमा गएर बसे। झण्डा थापेर चौकीमा फर्किँदा नै उनी एकदम हल्का भइसकेका थिए। यस्तै लाग्थ्यो अहिले नै उनले शोषणबाट थोरै उन्मुक्ति पाइसकेका छन्। त्यही बेला स्टेजबाट अर्को वक्ताले भाषण गर्न थाले। डुवर्स बनाउनेहरू नेपाली र आदिवासी नै हो, तर हाम्रै मान्छेको आजसम्म यहाँ एक टुक्रा जमिन आफ्नो नाममा छैन। चिया श्रमिकहरूको हाजिरा बढेको छैन। हाम्रो आफ्नै राज्य भएपछि मान्छेले जमिनको पर्जापट्टा पाउने छन्। श्रमिकहरूको हाजिरा हामी आफै बढाउने छौँ। बन्द चिया कमानहरू हामी खोल्ने छौँ। पुष्पलालले भनेको कुरा ठिकै त रहेछन् नि। साँच्चै बन्द चिया कमान खोल्ने हो त? बुदुवाले दुम्सीपाडाको चिया कमान सम्झिहाले। उनी अचानक थोरै मुस्कुराए। उनको अनुहारमा दगुरेको मुस्कान हराएकै थिएन। सभा सकियो। दार्जिलिङका नेताहरू आफ्ना बाटो लागे। अघिका भाषणवाला नेत्री त डुवर्स छाडेर जानु पर्दा झन्डै रोइन्। नेत्रीको अनुहार बिग्रिन साथ दलबहादुरको स्वर काप्यो। उनले बुदुवातिर फर्केर भने, म चाहिँ जातिका निम्ति मर्न पनि तयार छु, बुझिस् तैँले? दलबहादुरले नेत्रीको आँखामा उल्लिएको डुवर्स प्रेम निहाल्दै थिए। लालमान भुजेल उनी छेउ आए र भने, ला पार्टीको पक्षबाट यो 1000 रुपैयाँ दिएको छ बुदुवाका लागि। लु, बैंक खाता खोल्ने पैसा त भइगयो त। बुदुवाले पैसा थाप्न अघि नै हिसाब मिलाइहाले। अचेल उनको दिमाग कति छिट्टो चल्न थालेको थियो। यो सब दलबहादुरकै कारण त भएको हो। बुदुवाले पहिलोचोटि कुनै पार्टीबाट 1000 रुपैयाँ पाए। यत्रो पैसा फोगटमा थाप्दा उनका हात एकचोटि त थरथरी नै काटे। मुखबाट स्वर निस्किएन। धन्यवाद त भन्नु पर्थ्यो, त्यो पनि उनले भन्नै सकेनन्। आँखाको डिलडिल आएको आँसु लुकाउँदै गोजीमा पैसा हालेर बुदुवा उभिरहे। दलबहादुरका कानैमा आएर लालमान भुजेलले भने, अब तिमीहरू जस्तो युवाहरू अघि आउनुपर्छ। बेलुकी दिलमान थामीको घरमा भेटौँ है। दलबहादुरको छाती हिमाल भइसकेको थियो। उनी सरासर लुक्सानतिर लागे। दिलमान थामीको घर निकै ठुलो रहेछ। घरको वरिपरि फूल रोपिएको थियो। बिस्तारै डुवर्सका नेताहरू त्यही भेला हुन थाले। रिटायर्ड सुबेदार अङ्कल पनि आइपुगेपछि बल्ल सभा सुरु भयो। दलबहादुरले अहिले पो बुझे, अघि जसको हातबाट बुदुवाको निम्ति पैसा थापेको थिए उनी त पार्टीको सेन्ट्रल कमिटीका सदस्य हुन्। पुष्पलालले उनैको कुरा त अस्ति गरेको थिए। उनैले आजको बैठकमा फेरि सिपिएम सरकारको खोइरो खन्न सुरु गरिहाले। दलबहादुरलाई एक क्षण त निकै अप्ठ्यारो लागिरह्यो। उसो त उनले सिपिएम छाडेको लामै समय भइसकेको थियो। तैपनि सिपिएमको माया अझै मनमा अलिअलि रहेछ उनलाई आज थाहा भयो। तर उनले जातिको निम्ति लड्ने कसम खाइसकेको थिए। त्यसैले पुरानै कुरा सम्झिँदै नयाँ कुरा भने, अर्काको कुरा गरेर मात्रै हुँदैन हो दाजु। हामीले के गर्नुपर्ने हो त्यो सुनौ न। यो सिपिएम सरकारले हाम्रो निम्ति केही गर्दैन। डुवर्समा नेपाली भाषाका स्कुलहरू छैनन्। आदिवासीहरूका निम्ति एउटै स्कुल छैन। प्राइभेट स्कुलहरूलाई पनि मान्यता दिँदैन। यदि नगर्ने सरकारबाट अरू के आशा राख्ने? नगरकट्टाभित्र 14वटा बगान छ, 7वटा बस्ती छन्, 2वटा वनबस्ती छन्। त्यहाँ रहेको जम्मै नेपालीहरू सडकमा आउनुपर्छ। डुवर्सको आन्दोलन नगरकट्टाबाटै सुरु हुनुपर्छ। लालमान भुजेलले यति भनिसक्दा दलबहादुरको छाती फेरि अग्लिहाल्यो। उनले भने, सडकमा सबैभन्दा अघि मै हुनेछु।
दलबहादुरलाई अघिकै नेत्रीले भाषण फेरि याद आइदियो। उनले दर्जनौं चोटि भनेकी थिइन्, डुवर्सको 1 इन्च जमिन हामी छाड्दैनौँ। टिस्टादेखि सुनकोससम्म हाम्रै हो। उनले केही क्षण सोचे र बिस्तारै भने, अब छिट्टै हामी सडकको आन्दोलनमा हुनेछौँ। त्यसपछि टिस्टादेखि सुनकोससम्मको गोर्खाहरू एक हुनेछ। लालमान भुजेलले एकटक सबैलाई निहाले। त्यसपछि बैठकमा आउने हरेकलाई हस्ताक्षर गर्न आह्वान गर्दै टेबलको रजिस्टर अघिल्तिर सारे र भने, माथिको आदेश छ, गाडीको नम्बर प्लेट चेन्ज गर्नुपर्छ रे। WB को सट्टा GL नम्बर लेख्नुपर्छ भन्दैछन्। हामीले वेस्ट बेङ्गल होइन, गाडीमा गोर्खाल्यान्ड लेख्नुपर्छ। दार्जिलिङमा त दोकानमा GL लेखिसके, यताकोहरूले लेख्नु सक्छ त? गाडी हुनेले लेख्नु। दलबहादुरले पुष्पलालले सुनाएको कथा सम्झिए। GL नम्बर लेख्दा पक्राउ परेको गाडी सम्झिए। गाडीको मालिक उनै लालमान भुजेलको अनुहारमा एकचोटि हेरे र हाँस्दै मनमनै भने, आफ्नो त साइकल पनि छैन, खप्परमै GL लेख्यो भने मात्रै हो। बैठकमा उपस्थित रिटायर्ड सुबेदार बडा गम्भीर बने। डुवर्स र पहाडको परिवेश अलग छ भन्दै कालचिनीको झमेलाको विश्लेषण गरे र अन्त्यमा भने, साप पनि मर्ने, लट्ठी पनि नभाँचिने खालको कार्यक्रम तयार गर्नुपर्छ है यता चाहिँ। बडाले अझै केही भन्न खोज्दै थिए। दलबहादुरले फ्याक्ट कुरा काटे, तर मलाई अघिको एउटा कुरा चाहिँ साह्रै मन पर्यो। अब हामीले साथीहरूलाई भेट्न साथ जय गोर्खा नै भन्नुपर्छ। आदिवासीहरूलाई भेट्दा पनि अब म चाहिँ जय जोहर भन्दिन होला। बैठकमा आदिवासीहरू पनि त आएका थिए। त्यसैले दलबहादुरको कुरा सुन्न साथ लालमान भुजेल केही बेर निलोकालो भए। उनले कुरा घुमाउँदै भने, पार्टीले छिटै कार्यक्रम घोषणा गर्नेवाला छ। सोमबारदेखि नेसनल हाइवे बन्द गर्नुपर्छ। हाम्रो मान्छे सबैलाई सडकमा ल्याउनुपर्छ। यसपालि डुवर्स कुनै पनि हालतमा छुट्याउनु हुँदैन। निकै अबेर भइसकेको थियो। बैठक सकियो। दलबहादुर र बुधवार लुरु घर फर्किए। म चाहिँ आन्दोलनमा लागेको हो अब। दलबहादुरले कोठामा पुगेपछि बिस्तारै भन्, त पनि जाने कि? बुधवारले त बैठकको केही कुरा बुझेकै थिएनन्। उनले सोच्नै सकेनन् किन हाइवे बन्द गर्ने, किन मान्छेलाई सडकमा ल्याउने। उनलाई त आफ्नै समस्याको चिन्ता थियो। दलबहादुरसँग हिजोदेखि भन्न मन परेको कुरा बल्ल आज उनले सुनाए। म त यस्तो राजनीति केही बुझ्दैन हो। यो 1000 रुपैयाँ सोमारीलाई पठाइदिनु, त्यसले खाता खोलिहालोस्। म चाहिँ भोलि नै करीलाइन जान्छु। दलबहादुरले एकछिन आँखा चिम्म गरेर भने, पर्खी, मै पुर्याइदिन्छु तँलाई त्यता। केही दिन पर्खिनु सक्छस् नि? बुधवारले फेरि पनि दलबहादुरको कुरा टार्नै सकेनन्। अचानक दलबहादुरको रुटिन बदलियो। उनी हर दिन व्यस्त बन्न थाले। कमान दौडिन लागे। मान्छेलाई अधिकार बारे बुझाउन थाले र भनिरहे, यसचोटि चाहिँ डुवर्स छुट्टिनु हुँदैन ह। उदेक भयो। बिस्तारै डुवर्स फेरि जुर्मुराउन थाल्यो। चियाबारीका हरेक श्रमिकले काने खुसी गर्न थाले। यो चिया उमार्ने हामी नै त हौँ। हाम्रै पुर्खाहरू थिए जोहरू चियाको बोटमा सुन खोज्दै यहाँ आइपुगे, जसले रगत र पसिना बहाए, चिया रोपे, स्याहारे, हर दिन खटे। तर अहिलेसम्म त्यही चिया गाँच नजिक उभिएको घरको जमिन पनि हाम्रो नाममा छैनन्। पक्का घर बनाउने अधिकारसम्म हामीलाई छैन। यस्तो जीवन अझै कति बाँच्ने? दलबहादुरले ठाउँ पाइहाले। उनले कमानेहरूसँग उही कुरा दोहोर्याइरहे। आफ्नै राज्य भए सबैले पर्जापट्टि पाउनेछन्। हाजिरा हामी आफै बढाउन सक्नेछौँ। दुःख त हरेक श्रमिकको जीवन छँदै थियो। एउटै अझै अर्को दुःख सहिदिँदा के जान्थ्यो र? सबै उत्साहित बनिहाले। सडकमा ओर्लिएर हाइवे बन्द गर्ने भए। त्यो सोमबारको दिन थियो, जुन दिन सैकडौँ श्रमिकहरू अन्मुक्तिको गीत गाउँदै सडकमा निस्किए। कमानहरूबाट, बनबस्तीहरूबाट। हेर्दै सडक भिडको
भिरको तातीले ढाकिन थाल्यो। अनि त बन्द भयो डुवर्सको मुख्य हाइवे, जहाँबाट मान्छेहरू आसाम जान्थे, भुटान जान्थे। पहिलोचोटि सैकडौँ मान्छेले राष्ट्रिय राजमार्ग बन्द गर्दै नारा लगाए, अलग राज्यमा डुवर्स गभिनै पर्छ। लालमान भुजेल र दलबहादुरहरू फेरि दङ्ग भए। बन्दको असर राम्रो परेछ। चारैतिर आन्दोलनको चर्चा सुरु भयो। दार्जिलिङमा बन्द चलिरहेकै थियो, डुवर्समा पनि हाइवे बन्द सुरु भएपछि सरकार प्रतिरक्षामा जाँदै थियो हो। आन्दोलनकारीलाई त यस्तै लाग्थ्यो। उनीहरू लगातार हाइवे बन्द गर्ने घोषणा गरे। दलबहादुर त जातिका निम्ति दिनरात खट्न थालेका थिए। बेलुकी घर आउँथे, बुधुवाले पकाएको खाना खान्थे, बिहानै उठ्थे, फेरि हाइवे बन्द गर्ने मान्छे बटुल्न थालिहाल्थे। चौथो दिनको कुरा हो, उनी आज अलि ढिलो गरेर हाइवे पुग्दा सडक अवरोध भइसकेको रहेछ। हुन पनि अचेल मान्छे दिनभरि सडकमै हुन्थे। डुवर्ससम्म लाग्ने घाम कस्तो चर्को हुन्छ है। तैपनि आन्दोलनकारीको सपना अघि घामको राप मत्तर भएको थियो। मान्छे पसिना पुस्दै दिनभरि चिच्याइरहन्थे, न्याय चाहियो, न्याय दियो। सडकमा गाडीहरूको ओहोरदोहोर पुरै ठप्प भइसकेको थियो। सडक आन्दोलनकारीको कब्जामा आइसकेका थिए। ब्यारिकेड गरिएको ठाउँमा पुलिसहरू आउँथे, दिनभरि रमिता हेरेर फर्किन्थे र केही गर्न सक्थे न केही भन्न सक्थे। गुप्तचरहरू त प्राय नेपाली नै थिए, त्यसमा पनि धेरै जस्तो दार्जिलिङकै थिए। ती मध्ये एक मोटे गुप्तचर निकै हँसिला थिए, जहिले मुखमा सुपारी चपाइरहेका हुन्थे। उनी 3 दिनमै दलबहादुरसँग खुब मिल्ने भइसकेका थिए। दलबहादुरका निम्ति हरेक दिन एउटा पान गोजीमै बोकेर ल्याइदिन्थे र भन्थे, यसचोटि चाहिँ डुवर्समा केही हुन्छ, पक्कै हुन्छ, सुर्ताउनु पर्दैन तिमीहरूले। अलग राज्य भयो भने दार्जिलिङमा डुवर्स कन्फर्म गाभिदिन्छ। कुनै घटना होस् वा कतै ढुङ्गाको खबर सुनुन्, उनी दलबहादुरसँगै आएर कुर्कानी खुसी गर्थे। आज उनैले आएर दलबहादुरलाई नयाँ कुरा सुनाए। सिपिएम सक्यो अब। 34 वर्ष शासन गर्ने सिपिएमले आज मालबजारमा जुलुस राखेछ। 30 जना मान्छे पनि थिएन रहेछन्। यहाँ हेर त, दिनको दिन तिमीहरूको आन्दोलन बढिरहेको छ। डुवर्सका गोर्खा नेताहरूलाई चाहिँ मान्नुपर्ने रहेछ। यसचोटि चाहिँ डुवर्समा केही हुन्छै हुन्छ। दलबहादुर फुरुङ्ग भइहाले। मोटे आइबीले अर्को कप्टेरो सुपारी दिए र सोधे, खासमा को छन् डुवर्सका मुख्य नेताहरू चाहिँ? दलबहादुर मुसुक्क हाँसे, सुपारी टोके र बिस्तारै नामको सूची सुनाउन थाले। उनले डुवर्सका हरेक नेताको नाम दिए। नगरकट्टाको नेताको नाम त झन् उनले छुट्याउनै चाहेनन्। 14वटा चिया कमानका हरेक प्रतिनिधिको नाम दिए। 7वटा बस्तीको प्रतिनिधिको नाम एक गर्दै सुनाए। 2वटा वनबस्तीका नेताको नाम पनि भनिदिए। त्यसपछि अन्त्यमा केन्द्रीय समितिको सदस्यसँग आफ्नो नाम पनि जोडिदिए, दलबहादुर तामाङ। मोटे आइबीले एउटा कागजको पन्नामा हरेक नेताको नाम पालैपिलो लेखिरहे। दलबहादुरको छाती गर्वले फुलिसकेको थियो। कागज पट्याउँदै त्यही त मोटे आइबीले फेरि पुरानै लाइन दोहोऱ्याए, यसचोटि चाहिँ डुवर्स पक्कै केही हुन्छ। त्यसको ठिक भोलिपल्टको कुरा हो, सडकमा त्यो मोटे आइबी देखिएनन्। 2 दिनपछि बल्ल दलबहादुरले सुने, हाइवे ब्लक गर्ने हरेक नेताको नाममा केस भएको छ। यो त नन बेलेबल केस हुन्छ। कुनै पनि समय नेताहरू पक्राउ पर्न सक्छन्। अचानक हाइवेमा पुलिसको गस्ती बढ्यो। लालमान भुजेल धमिलो अनुहार लिएर आइपुगे। आज एसपी कोबाट फोन आयो, हाइवे खुला नगरे सबैलाई पक्रिन्छ रे। अब केही दिनलाई यो कार्यक्रम रोक्नु पर्ने भयो। लालमानको स्वर काँपिरहेको थियो। त्यही त 14वटा चिया कमान, 7वटा बस्ती र 2वटा वनबस्तीको हरेक नेताको नाममा एफआइआर भएछ। कसरी पुलिसले एक जनाको नाम थाहा पाए? हामी भित्रै पुलिसले मान्छे खटाए जस्तो छ। पुलिसले मान्छे यसरी खटाउँछन्? दलबहादुर डरले थरथर काप्न थाले। अरू कुन कुरा मोटे आइबीलाई सुनाएको थिए, एक गर्दै सोच्न थाले। बेलुकी गफ भएका धेरै जसो कुरा उनले भोलिपल्ट बिहानै केही आइबीलाई सुनाउँथे।
उनलाई लालमान भुजेलको नजिक गएर एकचोटि भन्न मन लाग्यो, पुलिसले कोही मान्छे खटाएको छैन, हामी बीचमा कोही जादु छैन, जुन गल्ती भयो त्यो त मेरो बुद्धिको कारण भयो। तर उनले यति भन्ने आँट गर्नै सकेनन्, चुपचाप भुइँ कोट्याउँदै बसिरहे। लालमान भुजेल रिसाएर काँप्दै बोलिरहेकै थिए। दलबहादुरले मोटे आइबीको अनुहार फेरि एकचोटि सम्झिए र उनले हरेक लाइनको अन्त्यमा जोड्ने वाक्य मनमनै दोहोऱ्याए, यसचोटि चाहिँ डुवर्समा पक्कै केही हुन्छ। अहिले पो उनले कुरा बुझे। उनी आकाशतिर फर्केर पिच्च ठुकेर भने, ठुक्क साले, त्यसका बाउको यही हुनु पो थिएछ। यतिन्जेलसम्म त सडक खुल्ला भइसकेको थियो, मान्छे आफ्नो घर फर्किँदै थिए। दलबहादुर सरासर घर आए र बुधुवालाई भने, तेरो 1000 रुपैयाँ घरमा पठाइदिएको छु, तैँले सुर्ताउनु पर्दैन अरे, सोमारीले बैंक खाता खोल्छ। बुधुवाले लामो सास तानी। दलबहादुरले थोरै निधार कुच्याएर सुस्तरी भने, हिँड, आजै करिलाइन, त जुरेन असुरसँगै भुटान काममा जानु ल। त जुरेन आसुरसँगै भुटान काममा जानु ल। बुधुवाले तलमाथि गर्दै केही बेर टाउको हल्लाइरहे। जुरेन असुर, नामै जुरेन असुर। मान्छेहरू किन मर्छन्? मरेको मान्छे कहाँ जान्छ? त्यही त खुसी हुँदै पान चाप्दै। 70 नागिसकेको जुरेन आसुरलाई यही प्रश्नले खुवाइरहन्थ्यो। उनी आफ्नो मरिसकेको बाउ सम्झिन्थे, आमा सम्झिन्थे, मरेको पत्नी सम्झिन्थे र हडिया पिएर गुवा रोइरहन्थे। त्यो आकाश कस्तो होला जहाँ मान्छे मरेपछि पुग्छन्? जुरेन कहिले काहीँ यस्तै नहुने कुराहरू सोचिरहन्थे। जो जुरेन असुर हो, जुरेन असुर हो, अर्थात् असुर आदिवासी। छोटो हाइटको जुरेनसँग हिमालभन्दा अग्लो दुःख थियो। तैपनि उनी सधैँ मुस्कुराइरहन्थे। उनका अघिल्तिरका दाँत एउटै थिएनन्। मुस्कुराउन दाँत नै कहाँ चाहिने रहेछ र? उनी पोते दाँत बोकेरै जहिले हाँसिरहेका। एउटा समय थियो जतिखेर जुरेनसँग सब थोक थियो। सबैभन्दा ठुलो कुरा जवानी थियो, बल थियो। उनी गाउँमा मान्छे काट्दै हिँड्थे, कुट्दै हिँड्थे। लगरकट्टा नजिक रहेको लुक्सानको ठिक माथि भुटान छिर्ने अर्को दैलो जो एकदम खुला थियो, जहाँ मान्छे दाहिने खुट्टा भुटान र देब्रे खुट्टा भारतमा राखेर हाँस्न सक्थे, रुन पनि सक्थे। दुई देश बीचको यस्तो सिमाना दुनियाँमा अरू कहाँ भेटिएला र? तर करिलाइनमा भेटिन्थ्यो। जति बेला असुरहरूलाई चिया रोपाउन राँचीबाट डुवर्स ल्याइयो, त्यो बेला कसैलाई थाहै थिएन उनीहरू भारतमा आइपुगे कि भुटानमा। तैपनि असुरहरू भुटानको त्यही भागमा बस्न थाले जहाँ नेपालीहरूको सङ्ख्या ठुलो थियो। त्यो जमाना अर्कै थियो, जुन बेला असुरहरूका निम्ति बगानको सरदार हुन त सपना बराबरकै कुरा थियो। तर पनि त्यो दिन आयो। जुरेनहरूकै पुर्खा थिए करु असुर। उनी अङ्ग्रेजहरूका निम्ति काम गर्थे। कमिसनमा मान्छे ओसारेर डुवर्स ल्याउँथे। मान्छे ल्याउँदै उनले अङ्ग्रेज साहेबको मन जिते र रातारात बगानका सरदार बने। त्यसपछि के चाहिन्थ्यो र? असुरहरूले त्यो ठाउँको नामकरण नै गरिदिए करिलाइन। त्यही करिलाइनमा नै जुरेन असुरको घर थियो। एक समय ठुलो घटना भयो। भुटानपट्टिको केही छिमेकीहरूले दुई देश बीच उभिएको सिमानाको घोचो सारेर चिया बगान नजिकसम्म ल्याइदिए। त्यसपछि जुरेन रातारात भुटानको भयो। तर उनलाई भुटान मनै परेन, किनकि त्यहाँ खेताला गएको पैसा नै सरकारले दिँदैन थियो। भुटानको नियम अलग थियो। देशले दिने नागरिकताको अधिकार पनि अलग अलग थियो। नम्बरमा गनिने नागरिकताको सूचीमा सबैभन्दा मुनि जुरेनहरू नै पर्थे। उनीहरूले
वर्षमा 3 महिनासम्म सरकारको काम गर्नु पर्थ्यो। तर त्यो कामको रोज सरकारले दिन्थेन, किनकि त्यो काम त्यही देशको सडक बनाउन गरिएको हुन्थ्यो जुन देशमा जुरेनहरू बस्न आइपुगेका थिए। त्यही एउटा कारण थियो जसले गर्दा जुरेनहरूले सिमानाको घोचो सारेर पुरानै ठाउँमा ल्याइदिए र फेरि जुरेन आफै असुर साथीहरूको कै बस्तीको आइपुगे आइपुगे। उनी फेरि भारतीय बने। त्यही भारतको सिमानामा जुरेनको सानो कटेरा थियो। कटेरा यति मायालाग्दो थियो जसको छानासँग घामलाई रोक्ने साहस थिएन, पानीलाई छेक्ने औकात थिएन, जसलाई हुरीले उडाइदिन सक्थ्यो। जुरेनलाई सुरक्षित राखे त्यो कटेरोको बार थियो। यति मायालाग्दो थियो नि जस्तो क्षयरोगले सिकिस्त परेको रोगीहरूका करम हुन्छ। के हो क्षयरोग भनेको चाहिँ?